आफ्नोपन आफ्नै पहिचान हो। सबल नेपालको अभियान यो आफ्नोपन आफ्नै पहिचान हो। सबल नेपालको अभियान यो। गोर्खा एफएम गोर्खा एफएम 93 मेगाहर्जमा कार्यक्रम अर्थ राजनीति। गोर्खा एफएम 93 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम अर्थ राजनीतिमा म कार्यक्रम सञ्चालक टिभी बिराहीको नमस्कार। आदरणीय श्रोताहरू, प्रत्येक सोमबार साँझ 6 बजेदेखि 7 बजेसम्म प्रसारण हुने कार्यक्रममा अर्थ राजनीतिमा हामी तपाईँहरूसँग आइपुगेका छौँ। हामीले विभिन्न राजनीतिक दलका नेताहरू, अर्थविज्ञहरू, उद्योग व्यवसायीहरूसँग 1 घण्टा यो कार्यक्रम मार्फत राष्ट्रिय समृद्धिका बारेमा भलाकुसारी गर्छौँ। श्रोताहरू, यहाँलाई थाहै छ कि तपाईले आफ्ना जीवनमा अनुभूत गरेका र राष्ट्रिय समृद्धिसँग जोडिएका विषयहरूमा हाम्रा अतिथिसँग हाम्रो स्टुडियोको टेलिफोन नम्बर 441769मा सम्पर्क गरेर आफ्ना जिज्ञासा मेटाउन सक्नुहुन्छ। हामी 2 जना श्रोताहरूको टेलिफोन जिज्ञासा पनि लिनेछौँ। त्यसका लागि आज हामीसँग हाम्रो स्टुडियोमा नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं पूर्व अन्नासोका अध्यक्ष प्रभावशाली युवा नेता अरुण नेपाललाई हामीले आमन्त्रण गरेका छौँ। उहाँसँग तपाईँका कुनै जिज्ञासाहरू, टिप्पणीहरू छन्, सुझाव र सल्लाहहरू छन् भने हामीलाई सम्पर्क गर्नु हुने नै छ। श्रोताहरू, उहाँ हाम्रो स्टुडियोमा आइसक्नु भएको छ। म कार्यक्रम अर्थ राजनीतिमा सर्वप्रथम उहाँलाई स्वागत गर्छु। अरुण नेपालज्यू, यहाँलाई कार्यक्रम अर्थ राजनीतिमा स्वागत छ। धन्यवाद। हामीले यो कार्यक्रम विशेष गरेर राष्ट्रिय समृद्धि कसरी प्राप्त हुन्छ, अहिले विभिन्न राजनीतिक दलका नेताहरूले एउटा राजनीतिक कोर्स पुरा भएको, अर्थात् राजनीति आन्दोलन एउटा चरणमा समाप्त भएको र अब आर्थिक दिशामा मुलुक उन्मुख भइरहेको भन्ने सन्दर्भमा जनताको जीवनस्तर अर्थात् राष्ट्रिय समृद्धि चाहिँ आशातीत रूपमा अगाडि बढ्न नसकेको जस्तो देखिन्छ र जनताको जीवनस्तर जहाँको तहीँ छ। यो बिचको यो भनाइ र गराइमा अर्थात् भनाइ र व्यवहारमा तादम्यता भइरहेको देखिँदैन। राष्ट्रिय समृद्धि कसरी प्राप्त हुन्छ, किन त्यो जनताको जीवनस्तर राम्रो बन्न सकिरहेको छैन, यसमा हाम्रा श्रोतालाई प्रश्न हुने गरी बताइदिनुहोस् न। ठिकै भन्नुभयो टिभीजी। हामीले राजनीतिक कोर्स पुरा गरेका छौँ। अब नेपालमा कुनै तन्त्र विशेष जनताले क्रान्ति गरेर सडकमा उत्रिएर तन्त्र विशेषलाई हराउनु पर्ने अवस्था रहेन। हामीले 7 सालदेखि 62-63 सालसम्म आउँदाखेरि सबै तन्त्र विशेष जनताको विपक्षमा रहेका तन्त्रहरूलाई समाप्त पारेका छौँ र पछिल्लो पटक राजतन्त्र पनि समाप्त भएको छ र गणतन्त्र स्थापित भइसकेको छ। यसलाई क्रान्तिको चक्र पुरा भएको भनेर मान्न सकिन्छ। क्रान्तिको चक्र पुरा भएको छ र दुनियाँभरिको क्रान्तिको हामीले अध्ययन गऱ्यौँ भने क्रान्ति सम्पन्न भइसकेपछि आर्थिक समृद्धिको युग सुरु हुन्छ। जनताले क्रान्ति किन गर्छन् भन्दा अहिले बाँचिरहेको जिन्दगीभन्दा राम्रो जिन्दगी प्राप्त गर्नको निमित्त जनता क्रान्तिमा होमिन्छन् र क्रान्ति पुरा भइसकेपछि जनताको जीवनमा परिवर्तन आउनुपर्छ। आर्थिक, सांस्कृतिक, सामाजिक हरेक क्षेत्रमा परिवर्तन आउनुपर्छ। हाम्रो देशको सन्दर्भमा 62-63 सालको आन्दोलनपछि र विशेष गरी संविधान सभाले संविधान घोषणा गरिसकेपछि हाम्रो देशका राजनीतिक पार्टीहरू, हाम्रो देशको बौद्धिक समुदाय लगायत सबैले अबको प्रमुख एजेन्डा भनेको आर्थिक क्रान्ति हुनुपर्दछ भनेर भन्ने गरेका छन्। आर्थिक क्रान्ति भनेको आर्थिक समृद्धि हो र अब हाम्रो राजनीतिको केन्द्रीय विषय, हाम्रो राजनीतिको दिशा भनेको जनताको अहिलेको जुन जीवन छ यो जीवनमा परिवर्तन ल्याउनुपर्छ। त्यो शिक्षामा, स्वास्थ्यमा, रोजगारीमा, जनताको आम्दानीमा हैन तमाम कुरामा चाहिँ परिवर्तन ल्याउनुपर्छ र देशलाई चाहिँ सम्पन्न पार्नुपर्छ भन्ने नै अहिलेको प्रमुख कार्यदिशा, अहिलेको प्रमुख चाहिँ तपाईँको अपेक्षा, जनताको अपेक्षा हो। अब
यो प्राप्त गर्नको निमित्त हामीले राजनीतिक स्थिरता प्राप्त गर्नुपर्दछ। हाम्रो देशको एउटा ठुलो समस्या के हो भन्दाखेरि हामी राजनीतिक ढङ्गले अस्थिर छौँ। राजनीतिक समस्या बारम्बार आइरहन्छ। हामीले इतिहास हेऱ्यौँ भने 2007 सालदेखि आजसम्म कुनै पनि सरकारले आफ्नो पूर्ण कार्यकाल पुरा गर्न पाएको हामीले देख्दैनौँ। इभन पञ्चायती काल जहाँ लोकतन्त्र थिएन त्यो बेलामा सहित बनेका सरकारहरूले पूर्ण कार्यकाल चाहिँ पुरा गर्न पाएको स्थिति रहेनछ। त्यसभन्दा बाहेक अरू अवधिमा त 6 महिना वर्ष दिनमा 1.5 वर्षमा सरकार परिवर्तन हुने जुन अवस्था रह्यो, यो कारणले गर्दाखेरि पनि देशले स्थिर एउटा चाहिँ बाटो लिने अवस्था बनेन र अब चाहिँ त्यो बनाउनुपर्छ, त्यो दिशामा जानुपर्छ। संविधान घोषणा भइसक्यो, राजनीति स्थिरता दिनुपर्दछ र जुनसुकै सरकार आओस्, हामी लोकतन्त्रमा छौँ, सरकार चाहिँ विभिन्न पार्टीको सरकार आउन सक्दछ। जुनसुकै सरकार आए पनि आर्थिक समृद्धिको एउटा चाहिँ त्यो जो योजना छ त्यो योजना मुताबिक चल्नुपर्दछ भन्ने एउटा चाहिँ आम चाहिँ सहमति जस्तो बनेको छ। तर हामीले आर्थिक समृद्धि भने प्राप्त गरिसकेका छैनौँ। राजनीतिक स्थायित्व ल्याएर समृद्धतातर्फ अगाडि बढ्न चाहिँ केले समस्या पारो? समस्या कहाँनिर छ? समस्या यसलाई अब 2-3 पाटोबाट हेर्नुपर्छ भन्ने मैले ठान्दछु। अब एउटा त हाम्रो चाहिँ अब संवैधानिक कानुनी व्यवस्थाले पनि त्यस्तो बनाएको स्थिति छ र अर्को हाम्रो देशमा विकास भएको राजनीतिक चरित्र, राजनीतिक स्वभावले पनि यो समस्या बनाएको छ। एउटा सरकार निर्माण हुन्छ, त्यो सरकारले काम गर्न सुरु गरेको हुँदैन, अर्को समीकरण बन्छ र त्यसलाई चाहिँ विस्थापित गर्ने काम हुन्छ र नयाँ सरकार बन्छ। नयाँ सरकार बनेको केही दिनपछि नै फेरि अरू शक्तिहरू भेला हुन्छन्, एक ठाउँमा जम्मा हुन्छन् र त्यो भर्खरै बनेको सरकारलाई विस्थापित गर्नको निमित्त चलखेल सुरु हुन्छ। अब एउटा त यो राजनीतिक पार्टीहरूमा एउटा चरित्र स्थायी खालको स्थिरताको पक्षमा त्यो कमिटमेन्टको अभाव मैले देख्छु। अर्को एउटा समस्या म के देख्छु यो पछिल्लो कालमा भने हामीले जो संविधान घोषणा गऱ्यौँ, यो संविधानमा चाहिँ संसदको बनावट 2 ढङ्गले हुन्छ। तल्लो सदन 2 ढङ्गले हुन्छ। एउटा प्रत्यक्ष निर्वाचित चाहिँ सांसदहरू रहन्छन् र अर्को चाहिँ 40% समानुपातिक क्षेत्रबाट आएका सदस्यहरू रहन्छन्। अब प्रत्यक्ष निर्वाचनतर्फ त कसैले बहुमत ल्याउन सक्दछ, बहुमत ल्याएर चाहिँ ठुलो मतलब बहुमतको चाहिँ शक्ति बन्न सक्दछ। तर समानुपातिकतर्फ चाहिने थोरै भोट ल्याउने मतलब पार्टीहरूले, शक्तिहरूले पनि सिट प्राप्त गर्ने भएको हुनाले त्यो सिट चाहिँ विभाजन हुन्छ। त्यसो भएको हुनाले फेरि पनि बहुमत आउन नसक्ने परिस्थिति निर्माण भएको छ। यो हामीले संविधान निर्माण गर्दाखेरि गरेको त्रुटि हो। जनताका सबै क्षेत्रबाट संसदमा प्रतिनिधित्व हुनुपर्दछ भन्ने कुरालाई सैद्धान्तिक ढङ्गले मान्न सकिन्छ। तर त्यसलाई अरू ढङ्गले उपस्थित गराउन सकेको भएदेखि नेपालले लामो समयदेखि जो चाहिँ अस्थिरता बेहोरिरहेको छ, यो नयाँ संविधानको कार्यान्वयन भएपछि त्यो अस्थिरताबाट मुक्त हुन सक्दथ्यो र एकचोटि फेरि हामी चुकेका छौँ भन्ने लाग्दछ। अब बनाइहालिएको छ, तुरुन्तै यो संविधान संशोधन भइहाल्छ कि हाल्दैन मैले भन्न सक्ने स्थिति छैन। अहिले संविधान संशोधनकै बारेमा पनि अरू विषय उठेको छ, चाहिने विषय, आवश्यक विषय उठेको छैन। त्यसो भएको हुनाले अझै केही समयसम्म हामीलाई समस्या पर्दछ भन्ने मैले ठान्छु। यस्तो बेलामा संयुक्त सरकार बन्नुपर्दछ। संयुक्त सरकार बनाउने पार्टीहरूले एउटा कमिटमेन्ट जाहेर गर्नुपर्छ कि हामी निश्चित अवधिसम्म सरकार चलाउँछौँ भनेर कमिटमेन्ट जाहेर गर्नुपर्छ। र जो अपोजिसनमा बस्छ, अपोजिसनले पनि म सत्तामा गइहाल्छु, मैले सत्ता प्राप्त गरिहाल्नुपर्छ भन्नुभन्दा पनि अब सरकारले राम्रो काम गरोस्, सरकारले राष्ट्रको हितमा काम गरोस्, जनताको हितमा काम गरोस्, आर्थिक समृद्धितर्फ सरकार जाओस्, सकारात्मक बाटोतर्फ सरकार जाओस् र हामीले संसदको प्रतिपक्ष भएर नै त्यसलाई सहयोग गर्नुपर्छ भन्ने खालको चेतनाको विकास गर्नुपर्ने, त्यो खालको एउटा परिस्थिति निर्माण गर्नुपर्ने आवश्यकता मैले देख्दछु। यहाँले भने जस्तै 2टा फ्याक्टरले मात्रै यो समस्या सिर्जना भएको छ कि स्वदेशी विदेशी शक्तिको चलखेल पनि भन्ने गरिन्छ, त्यो पनि एउटा समस्याको कारक हो भन्न सकिन्छ? अब टिभीजी, अब यो त छर्लङ्गै छ कि हाम्रो राजनीतिका खेलाडी देशभित्र मात्रै छैनन्। हाम्रो देशको राजनीतिको निर्धारक तत्त्व जो हामी भन्छौँ
त्यो चाहिँ अरू विभिन्न बाह्य शक्तिहरू पनि छन्। अब जति नेपाल अस्थिर भयो, नेपालमा चाहिँ स्थायित्व भएन, त्यति नै अब नेपालमा स्वार्थ भएका शक्तिहरू होइन, उनीहरूले त्यो आफ्नो स्वार्थ पुरा गर्न सक्दछन्। त्यसो भएको हुनाले उनीहरूले चलखेल गर्ने, उनीहरूले उचाल्ने पछार्ने, कहिले एउटालाई चाहिँ बोकेको छ, कहिले अर्कोलाई बोकेको छ, कहिले एउटा समीकरण बनाएको छ, कहिले त्यो समीकरण भत्काएर अर्को बनाएको छ। यो खेल त निरन्तर जारी छ। तर यसमा मेरो भनाइ के छ भने, यदि हामी नेपालका राजनीतिक दलहरूले साँच्चै एउटा समझदारी बनाएर हामी यहाँनिर उभिन्छौँ र यो डिमार्केसन लाइनभन्दा तलमाथि गर्दैनौँ भनेर एउटा प्रतिबद्धता जाहेर गर्ने हो र त्यहाँ उभिने हो भने मलाई लाग्दछ बाह्य शक्तिहरूले खेल्ने ठाउँ घटी पाउन सक्थे र नेपालले चाहिँ आफ्नो निर्णय आफै गर्न सक्ने जो एउटा राष्ट्रको चाहिँ अधिकार हो, त्यो अधिकारलाई पनि स्थापित गर्न सक्दथ्यो र एउटा देशलाई चाहिँ पोजिटिभ दिशामा लान सक्दथ्यो भन्ने मलाई लाग्छ। त्यसैले बाह्य शक्तिका यो अनावश्यक खालको अवांछित खालको चाहिँ चलखेललाई रोक्नको निमित्त र राष्ट्रलाई सकारात्मक दिशा दिनको निमित्त कम्तीमा पनि यी ठुला पार्टीहरू, मेजर दलहरूले एउटा सहमति कायम गर्न जरुरत छ। त्यसो भयो भने यो बाह्य शक्तिको प्रभावमा परेर जो हाम्रो यहाँ घटनाहरू घटिरहेका छन् यसलाई न्यूनीकरण गर्न सकिन्छ। यहाँले भने जस्तै मुख्य मेजर पार्टीहरूको प्रतिबद्धता अर्थात् सहमतिको दिशातर्फ राजनीतिलाई उन्मुख गराउन कस्तो कस्तो प्रतिबद्धता आवश्यक पर्छ, त्यो अहिलेसम्म नहुनुमा विशेष गरेर कसको चाहिँ हात देखिन्छ यहाँले ठ्याक्कै जनताले बुझ्ने भाषामा भन्दाखेरि? अब म एउटा पार्टीको प्रतिनिधि हुँ, कार्यकर्ता हुँ। त्यसो भएको हुनाले अब मैले भन्दा एक ढङ्गको कुरा हुन्छ होइन, यसलाई त अब स्वतन्त्र विश्लेषकहरूले भनिदिनुपर्छ। हामी सबै पार्टीहरू एउटै धरातलमा उभिएर राजनीति गरिरहेका छौँ। त्यसो भएको हुनाले एउटा चाहिँ टोटल्ली दोषमुक्त छ, अरू चाहिँ दोषका भागी छन् भनेर मैले भने यो सत्य कुरा हुँदैन होइन। हामी सबैमा त्यो खालको प्रवृत्ति छ, हामी सबैमा त्यो खालको प्रवृत्ति छ। कोहीमा 19 होला, कोहीमा 20 होला। अब यो देखिएको पनि छ। जस्तो उदाहरणको निमित्त नेकपा एमालेको नेतृत्वमा सरकार बन्यो, संविधान घोषणा भइसकेपछि र केपी ओलीको नेतृत्व प्रधानमन्त्री बन्नुभयो, सरकार निर्माण भयो र त्यो सरकारले ठिकै काम गरिरहेको थियो, राम्रै काम गरिरहेको थियो, राष्ट्रको पक्षमा काम गरेको थियो। राष्ट्रले जुन विषयमा अडान लिनुपर्दछ त्यो विषयमा अडान लिएको थियो, देशको स्वाभिमानलाई गिर्न झुक्न दिएको थिएन। त्यो सरकारले बजेट ल्यायो, बजेट विकासको हिसाबले पनि त्यो बजेट अग्रगामी खालको थियो, देशको विकास निर्माण गर्नको निमित्त पनि त्यसले चाहिँ योजनाहरू ल्याएको थियो। जनतालाई राज्यको तर्फबाट दिनुपर्ने जो चाहिँ तपाईँको सुविधाहरू हुन् त्यसको पनि एउटा नयाँ खालको व्यवस्था गरेको थियो। देशलाई आत्मनिर्भरतातर्फ लानुपर्छ, हामीसँग भएका स्रोतहरूलाई प्रयोग गर्नुपर्छ, उपयोग गर्नुपर्दछ भन्ने आशयको साथ त्यो बजेट ल्याइएको थियो र त्यो सरकारले राम्रै काम गरेको थियो। चीनसँग चाहिँ पारवन सन्धि गरेको थियो, अरू पनि धेरै मतलब चाहिँ नेपालको विकासको निमित्त चीनसँग चाहिँ सन्धि सम्झौता गर्ने काम गर्यो, तर त्यो सरकारलाई गिराइयो। अब यहाँबाट बुझ्नुपर्छ त्यो सरकारलाई गिराउने खेलमा को लागेका थिए, त्यसभन्दा अगाडि कस्ता घटना घटेका थिए, त्यसै बेला कस्ता घटना घटे र त्यसभन्दा पछि कस्तो खालको समीकरण बन्यो र त्यो नयाँ बनेको समीकरणले अहिले के गरिरहेको छ देशमा, यसको विश्लेषण गर्यो भने को 19 को 20 त्यो त क्लियर भइहाल्छ नि। श्रोताहरू, हामी कार्यक्रम अर्थ राजनीतिमा छौँ। कार्यक्रम अर्थ राजनीति सुन्दै गर्नुहोला। हामी एकैछिनको व्यावसायिक विश्रामपछि पुनः तपाईँहरूसँग आउनेछौँ। अहिलेलाई भने हामी छोटो व्यावसायिक विश्रामतर्फ जाँदैछौँ। गोर्खा FM 93 मेगाहर्ज। श्रोताहरू, कार्यक्रम अर्थ राजनीतिमा पुनः यहाँलाई स्वागत छ। यो छोटो व्यावसायिक विश्राम पश्चात हामीले विशेष गरेर विभिन्न राजनीतिक दलका नेताहरू, अर्थविज्ञहरू, विभिन्न व्यवसायीहरूलाई बोलाएर हामी यो कार्यक्रममा 1 घण्टा भलाखुसारी गर्छौँ राष्ट्रिय समृद्धिका बारेमा। त्यसका लागि आज हामीसँग हाम्रो स्टुडियोमा अतिथिको रूपमा हुनुहुन्छ नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं पूर्व अध्यक्ष अन्डासोयुका अध्यक्ष प्रभावशाली युवा नेता अरुण नेपाल, जसको राष्ट्रिय समृद्धिमा महत्त्वपूर्ण योगदान हुनसक्छ। श्रोताहरू, उहाँसँग तपाईँका कुनै जिज्ञासाहरू छन् भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 44 17 6 मा सम्पर्क गर्नुहोला। हामी तपाईँको जिज्ञासा मेटाउने प्रयत्न गर्नेछौँ। उहाँलाई मैले विशेष गरेर राजनीति र समृद्धिका बारेमा आफ्ना धारणाहरू राखिरहेको छु र
तपाईँका जिज्ञासा उहाँले बताइ पनि रहनु भएको छ श्रोताहरू। मैले सिधै फेरि उहाँलाई कार्यक्रममा जोड्न चाहेँ कि अरुण नेपालज्यू, यहाँले महत्त्वपूर्ण बनाइराखिरहनु भएको छ र अहिले यहाँले भनेको राजनीतिक कोर्स एउटा तहमा होला, समृद्धि महत्त्वपूर्ण विषय हो जनताको जीवनस्तरका लागि र जनताको सुखी जीवनका लागि। अहिले पनि नेपालमा झन्डै 35 अरबभन्दा बढीको खाद्यान्न बाहिरबाट आयात गर्नुपर्ने र नेपाल कृषि प्रधान देश चाहिँ भनाइमा मात्रै रहनुपर्ने अवस्था छ। यो समृद्धिको यात्रा त्यसले पुरा हुँदैन भन्ने जनताको भनाइ छ। अब भनिदिनुहोस् कि किन यो समृद्धि प्राप्त गर्नका लागि कृषि प्रधान देशले त्यति ठुलो मात्रामा बाह्य सामानहरू अर्थात् विभिन्न उत्पादनका सामानहरू बाहिरबाट आयात गर्नुपर्छ, यहाँ नेपाल किन आत्मनिर्भर हुन सकेन? यसका बारेमा पनि जनताको चासो छ, त्यसमा बताइदिनुहोस् न। धन्यवाद। ठिक भन्नुभयो। वास्तवमा हामी कृषि प्रधान देश भनेर भन्छौँ, तर हामीले हाम्रो निमित्त चाहिने खाद्यान्न चाहिँ सबै आयात गर्नुपर्ने अथवा आवश्यक खाद्यान्नको महत्त्वपूर्ण हिस्सा आयात गर्नुपर्ने परिस्थिति छ। हजुर, हाम्रो जमिन चाहिँ बाँझो छ, जमिन बन्जर भएर गइरहेको छ र हामीले खाद्यान्न किनेर खाइरहेका छौँ। हाम्रो पैसा चाहिँ खाद्यान्नकै लागि बाहिरिने खालको परिस्थिति बनेको छ र यो राष्ट्रको निमित्त राम्रो कुरा होइन। कृषिलाई आधुनिकीकरण गर्न जरुरत छ। हाम्रो अहिले पनि कृषि भनेको चाहिँ परम्परागत खालको छ। अब जनतालाई राज्यको तर्फबाट यसो गर्नुपर्छ, यस्तो खालको कृषि प्रणाली अपनाउनुपर्छ भनेर शिक्षित प्रशिक्षित गर्ने काम पनि गरिएको छैन। खेती गर्नको निमित्त जनतालाई राज्यले दिनुपर्ने सुविधाहरू जो छन् त्यो दिन सकिएको छैन। बजारको व्यवस्था गर्न सकिएको छैन। उन्नत बिउ हुन सक्छ, मल हुन सक्छ, अरू खालका कुराहरू हामीले पुर्याउन सकेका छैनौँ। यो आफ्नो ठाउँमा छ। मलाई के लाग्छ भने हाम्रो देशमा कुन चाहिँ क्षेत्रमा के को उत्पादन हुन सक्दछ? सबै ठाउँमा धानै रोप्नुपर्छ, सबै ठाउँमा गहुँ नै रोप्नुपर्छ, जौ नै रोप्नुपर्छ भन्ने छैन। हाम्रो देशको माटोको अध्ययन हुनु पर्यो, हाम्रो देशको हावापानीको अध्ययन हुनु पर्यो र त्यो ठाउँमा के को उत्पादन हुन सक्दछ, के उत्पादन गर्दाखेरि अधिकभन्दा अधिक उत्पादन गरेर जनताले फाइदा लिन सक्दछन्, यो राष्ट्रको तर्फबाट राज्यको तर्फबाट अध्ययन हुन जरुरत छ। जुन ठाउँमा जुन खालको बाली हुन सक्छ त्यो ठाउँमा यो बाली लगाउनुपर्छ भनेर त्यहाँको किसानलाई प्रशिक्षित गर्न जरुरत छ। प्रशिक्षित मात्रै होइन, राज्यको तर्फबाट योजना बनाएर किसानलाई तपाईहरुले यो गर्नुस्, यो बिउ हो हैन, यसको निमित्त आवश्यक पर्ने मल यो हो हैन, यसको निमित्त मार्केट यो हो हैन। अझ कतिपय स्थितिमा त राज्यले सामान किनिदिनु पर्ने त्यस्तो कुनै संयन्त्र बनाएर योजना बनाएर यस्तो पनि हुन सक्दछ। यो गर्न जरुरत छ। अहिले हामी सुनिरहेका छौँ चितवन कुखुरा पालनको निमित्त राजधानी बन्दैछ। धेरै महत्त्वपूर्ण काम भएको छ। हामीले पत्र पत्रिका पढिरहेका छौँ, काभ्रेमा तरकारी उत्पादन असाध्यै राम्रोसँग भइरहेको छ, धादिङमा भइरहेको छ। अरू यस्ता थुप्रै जिल्लाहरू छन् जसले चाहिँ उत्पादनको निमित्त एउटा विशिष्टता आर्जन गरेका छन्। वास्तवमा मैले देखेको के छ भने यो कसैले भनिदिएर कसैले योजना बनाएर गरेको होइन, जनता आफैले गरेको होइन। मैले यस्तो देखिरहेको छु। अब मान्छे आफैले गरे यो ठिक छ, राम्रो कुरा हो, तर यति मात्रै पर्याप्त छैन। त्यसो भएको हुनाले अध्ययन गरौँ, कुन ठाउँमा कुन खालको खेती हुन सक्छ हैन, त्यो पत्ता लगाऊँ र जनतालाई त्यो काममा लगाऊँ। हाम्रो जमिन बाँझो बस्नु हुँदैन, राज्यले सिँचाइको व्यवस्था गरिदिनुपर्छ, अरू सुविधाहरूको व्यवस्था गरिदिनुपर्छ। यसो गऱ्यौँ भने हामी कृषिमा आत्मनिर्भर हुन्छौँ होला। अब कृषि मात्रै किन, खाद्यान्न मात्रै किन, हाम्रो देशमा जडीबुटी उत्पादन हुन सक्दछ। कतिपय यस्ता ठाउँ छन् जहाँ हामीले जडीबुटी खेती गर्न सक्दछौँ। खेती अरू तपाईँको खाद्यान्न बालीको खेती गर्नुभन्दा त्यस्ता ठाउँमा जडीबुटीको खेती गर्दाखेरि बेसी आम्दानी हुन सक्दछ, त्यहाँ जडीबुटीको खेती गर्न लगाउन सकिन्छ। कतिपय ठाउँहरू छन् जहाँ हामीले फल हैन, फलफुलको खेती गर्न सक्दछौँ हैन। विभिन्न तपाईँको कतिपय ठाउँ अहिले जुनार उत्पादन हुन्छ, कतिपय ठाउँ सुन्तला उत्पादन हुन्छ, अरू पनि यस्ता कुराहरू हुन सक्दछन्। ती ठाउँहरूमा त्यो फाँटमा काम गर्नको निमित्त जनतालाई प्रोत्साहित गर्नुपर्दछ। यसो गरियो भने कृषि र भूमिसँग सम्बन्धित
उत्पादनको क्षेत्रमा हामी आत्मनिर्भर हुन सक्छौँ भन्ने मैले ठान्दछु। अर्को क्लस्टरको पनि विकास गर्नुपर्छ। हाम्रो कस्तो छ भने एकै ठाउँमा चाहिँ मकै पनि रोपेको छ, धान पनि रोपेको छ, गहुँ पनि रोपेको छ, तोरी पनि रोपेको छ, उखु पनि रोपेको छ, विभिन्न खालको तपाईँको बाली रोप्ने स्थिति मतलब बाली लाउने अवस्था अहिले छ। जसले गर्दाखेरि के भएको छ भन्दा अब अलिकति उखुको लागि व्यवस्था गर्नु पर्यो, अलिकति धानको लागि गर्नु पर्यो, अलिकति मकैको लागि गर्नु पर्यो, अलिकति तोरीको लागि गर्नु पर्यो, अलिकति गहुँको लागि गर्नु पर्यो। त्यो मास स्केलमा त्यो क्षेत्रमा उत्पादन चाहिँ हुने जुन खेतीलाई मास स्केलमा राज्यको तर्फबाट जो सपोर्ट गर्नुपर्ने हो, यो एउटा क्लस्टर बनाएर यो क्लस्टरमा यो चाहिँ उत्पादन हुन्छ भनेर नभनेको र त्यो प्रवृत्ति विकास नभएको कारणले गर्दाखेरि अहिले त्यो गर्न अप्ठ्यारो पनि भइरहेको छ। र त्यसो भएको हुनाले हामीले क्लस्टर पनि छुट्याउनु पर्यो। त्यो क्लस्टरमा के खेती गर्ने हो त्यो भन्नु पर्यो र अरू क्षेत्रमा पनि के मतलब उत्पादन हुन सक्दछ त्यो बारेमा राज्यको तर्फबाट यो जनतालाई भनेर हुँदैन, अरूलाई भनेर हुँदैन, राज्यको काम हो, यो राज्यको काम हो, राज्यको दायित्व हो। हामीले कृषि मन्त्रालय स्थापना गरेको धेरै वर्ष भइसकेको छ, मलाई लाग्छ करिब 60-65 वर्ष भइसकेको छ। त्यसो भएको हुनाले कृषि मन्त्रालय र अरू कन्सर्निङ ठाउँहरू के छन् त्यसले यो अध्ययन गरेर गर्नु भन्नुपर्छ र जनतालाई चाहिँ उत्पादनको काममा, कृषि उत्पादनको काममा लाउनुपर्छ। जमिन बाँझो बस्नु हुँदैन। यदि राम्रो व्यवस्था गर्न सकियो, हाम्रो भूमिलाई ठिक ढङ्गले उपयोग गर्न सकियो, राम्रोसँग ध्यान दिन सकियो भने अहिले जसरी युवाहरू विदेश जाने स्थिति बनेको छ, अरब जाने, मलेसिया जाने, अन्यत्र जाने स्थिति बनेको छ, यसलाई हामीले रोक्न सक्छौँ र ती युवाहरूको चाहिँ पसिना परिश्रम देशको विकास, देशको निर्माणमा लाग्न सक्दछ। यहाँ एउटा लोकप्रिय पार्टी नेकपा एमालेको प्रभावशाली नेता चाहिँ हुनुहुन्छ, यहाँ युवा नेता पनि हो, एउटा भिजन दिन सक्ने र अल्मलिएका युवाहरूलाई अर्थात् विदेश पलायन भएका युवाहरूलाई रोक्न सक्ने तागत भएको नेता। तर तपाईँको पार्टीले त्यस्तो त्यो रोक्ने र नेपालका युवाहरूलाई यहीँ बसेर उत्पादनमा लगाउने त्यस्तो नीति कार्यक्रम किन आइरहेको छैन? मैले अघि अलिकति चर्चा गरेँ। पार्टी मात्रै हुँदाखेरि पार्टीले चाहिँ एउटा दृष्टिकोण बनाउन सक्छ, त्यो दृष्टिकोणलाई प्रचारित गर्न सक्छ, जनतालाई भन्न सक्छ र चाहिँ सरकारलाई दबाब सिर्जना गर्न सक्दछ। र पार्टी सरकारमा हुँदाखेरि त्यो लागू गर्न सक्दछ, गर्नुपर्छ। अघि मैले अलिकति चर्चा गरेँ कि नेकपा एमालेको नेतृत्वमा करिब 9 महिना जति सरकार चल्यो। हाम्रो पार्टीको अध्यक्ष प्रधानमन्त्री हुनुहुन्थ्यो। 9 महिनाकै अवधिमा धेरै कुरा गर्न त सकिँदैन है। 9 महिना भनेको लामो अवधि पनि होइन, फेरि अवस्था पनि एउटा अप्ठ्यारो चाहिँ अवस्थामा थियो, नाकाबन्दी लागेको थियो। त्यो उहाँले प्रधानमन्त्री सम्हालेको आधी जति समय त त्यो नाकाबन्दीसँग जुझ्दै बित्यो। त्यसो भएको हुनाले थोरै समय मात्रै पाइयो र त्यतिखेर ल्याएको बजेटलाई हामीले हेऱ्यौँ भने त्यहाँ थुप्रै कुराहरू गरिएको छ। जस्तो युवाहरूलाई तपाईको जिल्ला जिल्लामा गाउँ गाउँमा युवाहरूलाई टिम निर्माण गर्ने, त्यो युवाको टिमले समूहले त्यहाँ के हुन सक्दछ, खेती मात्रै छैन, खेती पनि हो एउटा महत्त्वपूर्ण, पशुपालन पनि हो, कुखुरा पालन पनि हो, अनि फलफुल खेती पनि हो, अरू तमाम कुराहरू हुन्। त्योभन्दा बाहेक तपाईँको कहीँ रिसोर्ट स्थापित गर्न सकिएला, कहीँ होटेल बनाउन सकिएला, कहीँ माछा पालन गर्न सकिएला। त्यो युवाहरूको चाहिँ एउटा समूह बनाएर तपाईहरुले व्यवस्थित ढंगले योजना पेश गर्नुभयो भने राज्यको तर्फबाट पैसा दिइनेछ भनेर त्यतिखेर भनिएको थियो। अब अहिले नयाँ सरकार बनेपछि त्यो के गरिएको छ मलाई त्यति धेरै जानकारी छैन, अहिले चर्चामा छैन। यो चाहिँ तपाईको त्यो स्रोतलाई प्रयोग गर्ने, त्यहाँका जनतालाई तपाईको आफ्नै मेहनत आफ्नै परिश्रममा उत्पादनमा लगाउने, रोजगारी सिर्जना गर्ने र जीवनमा परिवर्तन ल्याउने हैन आम्दानी बढाउने योजनाका साथ भएको थियो। अब अर्को पनि म चर्चा गरौँ। हामीले नाकाबन्दी लागिसकेपछि हामी कस्तो अवस्थामा रहेछौँ भन्ने कुरो देख्यौँ र अब हामीले हाम्रा चाहिँ स्रोतहरूलाई प्रयोग गर्नुपर्छ। हामीसँग तेल खानीहरू हुन सक्दछ, यो तेल खानीको अध्ययन हुनुपर्छ, अनुसन्धान हुनुपर्छ र हामीले खानी निकाल्ने प्रयत्न गर्नुपर्दछ भनेर बजेटमा ल्याइयो। त्यस्तै अरू खालका खानीहरू पनि यी काठमाडौँमा तपाईँको ग्यास छ, सबैले त पुग्दैन होला, सबै काठमाडौँ भएर नपुग्ला, तर कम्तीमा पनि तपाईँको 50,000 घर परिवारलाई मात्रै पुर्याउन सक्यो उदाहरणको लागि होइन भने पनि त त्यो त ठुलो सङ्ख्यामा चाहिँ हामीले हाम्रो स्रोतलाई प्रयोग गऱ्यौँ नि। 50,000 परिवारले ग्यास बाल्दाखेरि त्यो ग्यास किन्नको निमित्त जति पैसा बाहिर जान्थ्यो कम्तीमा
त्यो 50,000 परिवारले खर्च गर्ने पैसा त देशभित्रै बस्यो नि हो यसको अध्ययन गर्नुपर्छ भनेर चाहिँ सुरुवात गरियो केही ठाउँमा अहिले ग्यास निकालिएको भन्ने सुनिएको छ त्यो मार्केटमा कसरी गएको मलाई थाहा छैन धेरै त्यस्तै गरी तपाईँको अब विकासका कुराहरू जस्तो अब एयरपोर्टहरू निर्माण गर्नुपर्छ हामीले देश निर्माण गर्नको निमित्त अलि ठुला प्रोजेक्टहरू पनि गर्नुपर्छ साना मात्रै चाहिँ प्रोजेक्टहरू सञ्चालन गरेर हामीले देशको ठुलो विकास गर्न सक्दैनौँ एयरपोर्टहरू निर्माण गर्नुपर्छ सुरुङ मार्गहरू बनाउनुपर्छ अहिले भइरहेका हाम्रा राजमार्गहरू अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ती राजमार्ग होइनन् ती सडक मात्रै हुन् तिनीहरूलाई राजमार्गको रूपमा रूपान्तरण गर्नुपर्छ विकास गर्नुपर्छ भनेर थुप्रै योजनाहरू ल्याइयो यी सबै कुरो गरिरहँदाखेरि हामीले के गर्छौँ भन्दा हाम्रो युवाहरूलाई हाम्रो जनशक्तिलाई रोजगारी पनि दिन्छौँ नि त्यहाँ त काम हुन्छ मान्छेले श्रम गर्छन् श्रम गरेपछि रिटर्न हुन्छ अहिले त हामीले जनतालाई श्रम गर्ने ठाउँ नै दिन सकेका छैनौँ यहाँनिर जनताले काम गर्नुपर्छ काम गर्दाखेरि पैसा आउँछ भन्ने चाहिँ नि हामीले दिनै सकेका छैनौँ मैले थाहा पाएको एउटा सूचना एउटा तथ्याङ्क अनुसार हाम्रो देशमा प्रति वर्ष करिब 4-4.5 लाख चाहिँ युवाहरू श्रम बजारमा आउँछन् र हाम्रो देशले जम्मा वर्षको 50,000 युवाहरूलाई 50,000 जनशक्ति जनतालाई रोजगारी दिन सक्छ 4 लाख मान्छे कहाँ जाने यो खालको परिस्थिति छ र हामीले यी सबै कुराहरूमा चाहिँ तपाईको यी सबै कुराहरू चाहिँ गर्न सकेको खण्डमा हामीले देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ म दाबी के गर्दिन भने यो 1 वर्ष 2 वर्षमै सबै रोजगारी सिर्जना गरिहालिन्छ भनेर दाबी गरियो भने झुटो दाबी हुन्छ झुटो दाबी गर्नु हुँदैन यो दिशामा जानुपर्छ हामी 2 वर्ष 4 वर्ष 6 वर्ष 8 वर्षमा हामीले टोटल देशभित्र रोजगारी चाहिँ दिन सक्छौँ त्यसो भएको हुनाले यो काम त हामीले गरेका थियौँ नि नेकपा एमालेको सरकार हुँदाखेरि यो काम त गरिएको थियो अब हिजो हामीले बजेट मार्फत यो काम गर्यौँ अहिले हामी सरकारबाट बाहिर छौँ अब बजेटमा भएका कुराहरू कतिको इमानदारितापूर्वक यो नयाँ बनेको सरकारले गरिरहेको छ यो सबैले देखेकै कुरा हो अब भोलि मतलब हामी सरकारमा आउँदाखेरि फेरि हामीले यस्ता कुराहरू गर्छौँ त्यसो भएको हुनाले अवसर पाउँदाखेरि हामीले गरेका छौँ श्रोताहरू कार्यक्रम अर्थ राजनीतिमा हामीले राष्ट्रिय अर्थतन्त्रका विषयमा समृद्धिका विषयमा कुरा गरिरहेका छौँ तपाईँ कार्यक्रम अर्थ राजनीति सुनिरहनु होला हामी एकैछिनको छोटो विश्रामपछि पुनः तपाईँहरूसँग आउनेछौँ अहिलेलाई भने व्यावसायिक विश्रामतर्फ लाग्दैछौँ गोर्खा FM 93 मेगाहर्ज गोर्खा FM 93 मेगाहर्ज मा कार्यक्रम अर्थ राजनीति यो छोटो व्यावसायिक विश्रामपछि कार्यक्रममा पुनः स्वागत छ श्रोताहरू हामी कार्यक्रम अर्थ राजनीतिमा छौँ विशेष गरेर यो सोमबार 6 बजेदेखि 7 बजेसम्म प्रसारण हुने कार्यक्रम अर्थ राजनीतिमा हामी राष्ट्रिय समृद्धिका विषयमा कुरा गर्छौँ अर्थतन्त्र सुदृढ गर्ने विषयमा चर्चा गर्छौँ त्यसका लागि हामीले विभिन्न राजनीतिक दलका नेताहरू अर्थविज्ञहरू व्यवसायीहरू उद्योगपतिहरूलाई बोलाएर छलफल गर्छौँ त्यसका लागि आज हाम्रो स्टुडियोमा अतिथिको रूपमा हुनुहुन्छ नेकपा एमालेका पोलिट ब्युरो सदस्य एवं प्रभावशाली नेता अन्डासोका पूर्व अध्यक्ष अरुण नेपालज्यू हुनुहुन्छ उहाँसँग तपाईँका कुनै टिप्पणीहरू जिज्ञासाहरू छन् भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 4417 मा सम्पर्क गर्नमा आग्रह गर्छु र हामी कार्यक्रममा समृद्धिका विषयमा धेरै कुरा गऱ्यौँ हामीले राजनीतिका विषयमा पनि कुरा गऱ्यौँ र मैले फेरि कार्यक्रममा हाम्रा आजका प्रमुख अतिथिलाई जोड्न चाहेँ कि यहाँले महत्त्वपूर्ण भनाइ राखिरहनु भएको छ अरुण नेपालज्यू अब अझै यहाँले हाम्रो नेपालको उत्पादन अर्थात् नेपालीहरू समृद्ध बन्न अर्थात् नेपालको अर्थव्यवस्थालाई मजबुत पार्दै आत्मनिर्भर अर्थतन्त्रको दिशातर्फ जानका लागि अर्थात् युवाहरूलाई यहीँ राखेर नेपालमा रोजगारी सिर्जना गर्नका लागि तपाईको दृष्टिकोणबाट के कुरा गर्दाखेरि त्यो समस्या सल्भ हुन्छ र हाम्रो राष्ट्रिय अर्थतन्त्र सुदृढ हुन्छ त्यसका बारेमा छोटो बताइदिनुहोस् न विषयहरू हामीले चर्चा गरिरहेका छौँ केही समय अगाडि पनि के गर्दाखेरि हामी आत्मनिर्भर हुन सक्छौँ भन्ने बारेमा चर्चा गऱ्यौँ अब एउटा के बुझ्न जरुरत छ भने अहिलेको दुनियाँमा सबै मामिलामा सबै क्षेत्रमा आत्मनिर्भर हुन सकिँदैन हामीले हाम्रो सम्भावना के हो त्यो हेर्ने हो जस्तो हामी कृषिमा आत्मनिर्भर हुन सक्छौँ हामीसँग
उत्पादन गर्न सकिने जमिन छ, सिँचाइ गर्नको निमित्त हामीसँग पानी छ, र त्यसलाई व्यवस्थित गर्ने हो भने हामी कृषिमा आत्मनिर्भर हुन सक्छौँ, हामी फलफुलमा आत्मनिर्भर हुन सक्छौँ, हामी मासुमा आत्मनिर्भर हुन सक्छौँ, हामी माछामा आत्मनिर्भर हुन सक्छौँ होइन। कृषि क्षेत्रको मतलब चर्चा गर्दाखेरि हामीलाई चाहिने औषधिजन्य जडीबुटीहरू जो छन् त्यसमा हामी आत्मनिर्भर हुन सक्छौँ। हामी काष्ठ क्षेत्रमा अहिले मैले सुन्दैछु धेरै चाहिँ काठ बाहिरबाट आउन सुरु गरेको छ, विदेशबाट आउन सुरु गरेको छ होइन। हामी काठमा व्यवस्थित ढङ्गले हाम्रो वनलाई अगाडि बढाउने हो भने हामी काठमा आत्मनिर्भर हुन सक्छौँ, हामी दुग्ध क्षेत्रमा आत्मनिर्भर हुन सक्छौँ, र यस्ता कतिपय ठाउँहरू छन् जहाँ हामी साँच्चै आत्मनिर्भर हुन सक्छौँ। अरू पनि हुनसक्छ कस्तो होइन, हामी कपडामा हुन सकौँला होइन, हामी जुत्तामा हुन सकौँला होइन, अरू कतिपय क्षेत्रमा हुन सकौँला। कतिपय यस्ता क्षेत्र छन् जो चाहिँ हामी अन्तर्राष्ट्रिय बजारसँग कम्पिट गर्न हामीलाई अहिले गाह्रो हुन्छ, किन हामी सुरुवातमा छौँ। जस्तो हामीले ठुल्ठुला मोटर गाडी बनाएर अहिले भर्खरै हामी आत्मनिर्भर भइहाल्छौँ, ठुल्ठुला डोजरहरू बनाएर, हवाईजहाज बनाएर, जहाजहरू बनाएर हामी गरिहाल्न सक्छौँ। हामीले यस्तो अहिले दाबी गर्न सक्दैनौँ, त्यो भोलि पछि होला। आजको मतलब स्थितिमा हामीले जुन क्षेत्रमा मेहनत गर्दाखेरि, ध्यान दिँदाखेरि राष्ट्रलाई आत्मनिर्भर बनाउन सकिन्छ त्यो काम हामीले गर्नुपर्छ। एक आत्मनिर्भर मात्रै भएर हुँदैन, हामीले त अरू नभएका कुराहरू त बाहिर किन्नुपर्छ। बाहिर किन्नको निमित्त हामीले पैसा दिनु पर्ला, विदेशी मुद्रा दिनु पर्ला, के गर्नु पर्ला। त्यसको निमित्त के गर्नु पर्यो भने यस्तो क्षेत्र चयन गर्नु पर्यो कि हामीले हाम्रो सामान चाहिँ निकासी गर्न सकौँ। हामीसँग विशाल मार्केट छ, एकातिर चीन छ जो त्यत्रो ठुलो छ नि जनसङ्ख्या छ, अर्कोतिर भारत छ त्यसको पनि ठुलो जनसङ्ख्या छ। त्यो जनसङ्ख्याको सानो हिस्सालाई मात्रै पुग्ने गरी हामीले सामान के उत्पादन गर्न सक्दछौँ त्यसको अध्ययन हुनुपर्दछ, र हामीले सामानलाई निर्यात पनि गर्नुपर्दछ। नत्र भने हामीले आयात गर्ने निर्यात गर्न सकेन भने व्यापार सन्तुलन त हुँदैन, व्यापार घाटा हुन्छ अहिले जो भइरहेछ। त्यसो भएको हुनाले क्षेत्र धेरै छन्, हामीसँग धेरै स्कोपहरू छन्, धेरै क्षेत्रहरू छन्। ती क्षेत्रहरू मध्ये अहिले हामीले तत्काल गर्नुपर्ने कुन हो, तुरुन्तै गर्नुपर्ने, 10 वर्षपछि गर्नुपर्ने कुन हो, 20 वर्षपछि, 30 वर्ष 50 वर्षमा गर्ने के हो, यो हामीले आवधिक ढङ्गले क्षेत्रहरूलाई हेर्नु पर्यो र त्यसमा चाहिँ राज्यले ध्यान दिनु पर्यो, राष्ट्रले ध्यान दिनु पर्यो। त्यसो गरियो भने हामी ठिक दिशामा जान सक्दछौँ भन्ने म ठान्दछु। यहाँले भनेको लक्ष्य अर्थात् यहाँले भनेको उद्देश्य पुरा गर्नका लागि चाहिँ विशेष गरेर राजनीतिक दल नै अर्थात् राजनीतिक स्थायित्व नै हुनुपर्छ। तर राजनीतिमा बिचौलिया छ, राजनीतिमा बिचौलियापनले चाहिँ समस्या पारेको छ भन्ने दृष्टिकोणबाट पनि कुरा आउँछ नि, के लाग्छ यहाँलाई? अब हाम्रो राजनीति जसरी हाम्रो अब यस्तो छ, जसरी हाम्रो समाजमा अनेक खालका समस्याहरू छन् त्यसै गरी राजनीतिमा पनि छ। यो राजनीति भने समाजको रिफ्लेक्सन त हो, समाज कस्तो छ राजनीति पनि त्यस्तै बन्छ, समाज जस्तो छ होइन मान्छेहरू त्यस्तै बन्छन्, तिनै मान्छे मध्येबाट राजनीतिमा आउँछन्। त्यसले गर्दाखेरि राजनीतिमा इमान्दारिता पनि छ, राजनीतिमा आदर्श पनि छ, राजनीतिमा सकारात्मक सोच पनि छ, राजनीतिमा विकृति पनि छ, भ्रष्टाचार पनि छ होइन, गलत काम गर्ने प्रवृत्ति पनि छ। यो हामीले देखेकै छौँ, यो ऐना जतिकै छर्लङ्ग छ। त्यसले गर्दा यसमा धेरै मतलब मैले चर्चा गर्नुपर्छ भन्ने मलाई लाग्दैन। अब हामीले गर्ने के हो भने राजनीतिमा रहेका बिचौलियाहरू राजनीतिलाई प्रयोग गरेर फाइदा आर्जन गर्ने जुन प्रवृत्ति विकास भएको छ यसलाई डिस्करेज गर्नुपर्दछ। राजनीति जनताको सेवा गर्ने फाँट हो, राजनीति राष्ट्रको सेवा गर्ने फाँट हो। राजनीति भनेको राजनीतिमा लागेर बेटर जिन्दगी बिताउने, राजनीतिमा लागेर पैसा आर्जन गर्ने, सम्पत्ति आर्जन गर्ने, धनी हुने यो फाँट होइन। यदि कसैलाई धनी हुन मन लागेको छ भने व्यापार गर्दा भयो नि, कसैलाई धनी हुन मन लागेको छ भने उद्योग खोल्दा भयो होइन, अरू काम गर्दा भयो नि। यो राजनीति भने चाहिँ राष्ट्रको सेवा गर्ने हो, आवश्यक पर्दाखेरि राष्ट्रको निमित्त आफूलाई बलिदान गर्ने त्यस्तो खालको फाँटो हो। तर यो पछि हाम्रो देशमा धेरै कमजोर भएको छ। र अब बिचौलिया भन्नुभयो, बिचौलिया सबै छन् त्यस्तो त मलाई लाग्दैन होइन, इमान्दार मान्छेहरू पनि छन्। अब बिचौलिया प्रवृत्ति छ र त्यो बढिरहेको हो कि जस्तो म देख्छु र यो चिन्ताको विषय हो। यसमा अब राजनीतिक पार्टीभित्र रहेका इमान्दार तबका सजग हुन जरुरत छ र सँगसँगै जनता पनि सजग हुन जरुरत छ। जनताले पनि यस्ता कुराका विरुद्ध औँलो ठड्याउन आवश्यक छ। त्यसो गरियो भने यो बिचमा चाहिँ फाइदा खाने जुन तबका छ राजनीतिमा त्यो चाहिँ निरुत्साहित हुन सक्छ। हजुर, यो हाम्रो समाज विकास हुन नसकेको अर्थात् राष्ट्रिय समृद्धि प्राप्त नहुनुको पछाडिको एउटा कारण चाहिँ हाम्रो नेपालको ब्युरोक्रेसी पनि असाध्यै अनुदार, जनताको हितमा काम नगर्ने, आफ्नो स्वार्थमा मात्रै काम गर्ने भएर पनि समस्या छ भन्छ नि, के लाग्छ यहाँलाई? यो पनि सत्य कुरा हो। जस्तो अङ्ग्रेजीमा
ब्युरोक्रेसीमा सरकारी सेवामा रहेका मान्छेहरूलाई सिभिल सर्भेन्ट भनिन्छ। हजुर जनतालाई सेवा दिने ती सेवा दिने मान्छेहरू हुन्। हजुर जनताले सेवा प्राप्त गर्नुपर्छ। त्यो सेवा प्राप्त हुन्छ भनेर जनताले कर तिरेका हुन्छन्, राज्यप्रति उनीहरू इमान्दार भएका हुन्छन्, राज्यका नियम कानुन मानेका हुन्छन्। हजुर तर हाम्रो कस्तो छ भने ब्युरोक्रेसीमा काम गर्ने मान्छेले जनतालाई यी जनता शासित हुन्, म चाहिँ शासक हुँ भन्ने ठान्छ र यिनीहरूलाई जे गर्दा पनि हुन्छ, जे भन्दा पनि हुन्छ भन्ने उसले ठान्दछ। यो दृष्टिकोणै परिवर्तन गर्नु जरुरत छ। जनतालाई सम्मान गर्नुपर्छ, जनताको भलाइ गर्नुपर्छ, जनताको हित गर्नुपर्छ। जनतासँग चाहिँ तपाईँको मतलब एउटा म त्यो सेवा दिन भनेर राज्यको तर्फबाट म राखिएको मान्छे हुँ, त्यो गरे बापत मैले तलब पाउँछु, त्यो गरे बापत मैले राज्यबाट सुविधा पाउँछु, त्यो गरे बापत मैले राज्यबाट पेन्सन पाउँछु, त्यो गरे बापत मैले राज्यबाट उपचारको व्यवस्था मतलब भइरहेको छ। त्यसो भएको हुनाले मेरो काम यो हो भनेर त्यो राष्ट्र सेवक भन्ने चलन छ अहिले। त्यो राष्ट्र सेवकले बुझ्नुपर्ने, तर त्यसको उल्टो बुझ्ने स्थिति छ। यसलाई कन्सेप्ट नै परिवर्तन गर्न जरुरत छ। एक अर्को मैले अघि चर्चा गरेँ, हाम्रो समाज जस्तो छ त्यस्तै नेता हुन्छन्, त्यस्तै कर्मचारी हुन्छन्, त्यस्तै बुद्धिजीवी हुन्छन्, सबै त्यस्तै हुन्छन्। अब हाम्रो कर्मचारी तन्त्रमा तपाईँको अब यो भ्रष्टाचार गर्ने, घुस खाने प्रवृत्ति अत्यन्त खतरनाक छ। हाकाहाकी तपाईँको पैसाको बार्गेनिङ गर्ने, हाकाहाकी पैसा लिने। आज हुने काम जनता आउँछ, त्यो 1 घन्टामा काम हुनसक्छ। अब तपाईँले पैसा तिर्नुभयो भने त्यो काम आजै हुनसक्छ। यदि पैसा तिर्नु भने त्यो भोलि पनि दिनु भने पर्सि। त्यही कामको निमित्त जनताले बारम्बार दुःख पाउनुपर्ने यस्तो खालको परिस्थिति हाम्रो ब्युरोक्रेसीमा छ। र यदि साँच्चै हामी देश विकासप्रति साँच्चै जिम्मेवार भएर लाग्ने हो, साँच्चै गम्भीर हुने हो भने राजनीति सङ्लिनुपर्छ। राजनीतिमा रहेका विकृतिहरूलाई पनि अन्त्य गर्नुपर्छ। यो एउटा चाहिँ पहिलो नम्बरको काम हो। र दोस्रो, हाम्रो कर्मचारी तन्त्रमा जुन खालको समस्या छ यसलाई क्रान्तिकारी परिवर्तन गर्न जरुरत छ। क्रान्तिकारी परिवर्तन गर्न जरुरत छ। यदि तपाईँले राजनीतिलाई मात्रै सङ्लो पार्नुभयो र यो ब्युरोक्रेसीलाई यस्तै छोड्नुभयो भने तपाईँले जतिसुकै गर्नुहोस् त्यसले काम गर्दैन। त्यसो भएको हुनाले यो पनि तपाईँको एकदम महत्त्वपूर्ण क्षेत्र हो। हामीले परिवर्तन गर्न चाहिँ पर्ने, परिवर्तन गर्नको निमित्त ध्यान दिनुपर्ने, तर अहिलेसम्म परिवर्तन नभएको, अहिलेसम्म त्यहाँ ध्यान नभएको क्षेत्र यो कर्मचारी तन्त्र पनि हो। त्यसको अन्त्य चाहिँ के हो त? त्यसको अन्त्य गरेर समृद्धि प्राप्त गर्ने अब यसमा 2-3टा कुरा छ। अब दुनियाँमा यस कर्मचारी तन्त्रको बारेमा अब विभिन्न व्यवस्था छ। कतिपय ठाउँमा हायर गर्ने, हायर गरेर अब चाहिँ काम लगाउने, राम्रो तलब दिने, राम्रो सुविधा दिनुपर्छ। कर्मचारीलाई काम गरे बापत उसले अरू केही पनि गर्दैन, उसले राज्यको सरकारको काम गर्छ। त्यो काम गरिसकेपछि उसको जीवन राम्रोसँग चल्नै पर्छ, होइन भने मान्छेले काम गर्न सक्दैन। यो हाम्रो सन्दर्भमा पनि गर्नै पर्छ। अरू दुनियाँमा त हैन, अब सम्पन्न देशहरूमा यस्तो व्यवस्था छ नै। हायर गर्ने, मान्छेलाई हायर गर्ने, राम्रो सुविधा दिने, काम लगाउने, काममा तलमाथि गर्छ भने फायर गर्ने, काममा तलमाथि गर्छ भने कारबाही गर्ने, यो सिस्टम छ। अब हाम्रो चाहिँ तपाईँको एकचोटि इन्ट्री गरिसकेपछि फायरको सिस्टम छैन, होइन। त्यो म चाहिँ बरु यसो सरुवा गरिएला कि यताउता गरिएला, तर ऊ त्यो त्यहाँ बसै गर्छ, उसले पेन्सन पकाएर मात्रै जान्छ अथवा जागिरलाई पुरा गरेर मात्रै जान्छ। सीमित मान्छे, थोरै मान्छे मात्रै यस्तै अब कहीँ कतै कारबाहीमा पर्यो भने बेग्लै कुरा, नत्र यस्तो छैन। अब हामीले काम गर्ने मान्छेलाई प्रोत्साहित गर्ने, काम गर्ने मान्छे, साँच्चै काम गर्ने मान्छेलाई तपाईँको पुरस्कृत गर्ने, प्रोत्साहित गर्ने, मूल्याङ्कन गर्ने, र जसले काम गर्दैन, जसले बेठी काम गर्छ त्यसलाई दण्ड दिने, प्रष्ट कानुनी व्यवस्था र त्यो कानुनलाई निष्पक्ष ढङ्गले लागू गर्ने व्यवस्था गर्न सकियो भने एक हदसम्म यो चाहिँ नि रोकिन सक्थ्यो होला भन्ने लाग्छ। एउटा र अघि मैले चर्चा गर्दै थिएँ, अब यो हाम्रो कर्मचारी तन्त्रमा एउटा समस्या पनि छ। हामीले कर्मचारीहरूलाई जति सुविधा दिनुपर्ने हो त्यति सुविधा दिन सकिरहेका छैनौँ, होइन। अब त्यो पनि एउटा चाहिँ मतलब समस्या छ। तर कर्मचारी वर्गले, कर्मचारी समुदायले के हेर्नुपर्छ भने उहाँहरूले जति प्राप्त गर्नुभएको छ राज्यको तर्फबाट, नेपालको जनसङ्ख्याको ठुलो हिस्सा त्यति पनि प्राप्त नगर्ने छ। त्योभन्दा घटी आम्दानी गर्ने, होइन, त्योभन्दा निकै थोरै आम्दानी गर्ने छ, त्यसलाई पनि उहाँहरूले हेर्नुपर्छ। त्यसो भएको हुनाले आफूले मात्रै सबै पाउनुपर्छ भन्ने खालको जुन मतलब तपाईँको कतै भनाइ सुनिन्छ, मान्छेहरूले चर्चा गरेको सुनिन्छ। सक्दाखेरि राज्य मतलब मजबुत हुँदाखेरि, राज्यको ढुकुटी धेरै हुँदाखेरि सबै कुरो गर्नुपर्छ, यसमा छँदैछ। तर यदि राज्यको ढुकुटीमा पर्याप्त मतलब सम्पत्ति नभएको अवस्था छ भने, अहिलेको जस्तो अवस्था छ भने, त्यसमा उहाँहरूले पनि कतिपय कुरा बुझ्नुपर्छ र राज्यको तर्फबाट अधिकतम दिन सकिने दिनुपर्छ र उहाँहरूलाई काम लाउनुपर्छ। राम्रो गर्नेलाई, बेटर गर्नेलाई
त्यही ढङ्गले व्यवहार गर्नुपर्छ। जसले काम गर्दैन, जसले गलत गर्छ, जसले जनतालाई ठग्ने काम गर्छ त्यसलाई कारबाही गर्नुपर्छ। कानुनी व्यवस्था बनाउनु पर्यो र त्यसलाई निष्पक्ष ढङ्गले व्यवहारमा लागू गर्नु पर्यो। यसो गरियो भने समस्याको एउटा पाटो, यतिले सबै समस्या समाधान भइहाल्छ मैले यस्तो दाबी गर्दिनँ, तर एउटा पाटो चाहिँ समाधान हुन्छ कि जस्तो म ठान्दछु, मलाई लाग्छ त्यस्तो। हरेक विषयहरूमा कुरा गर्दाखेरि कर्मचारीहरूले चाहिँ नेपालमा राजनेता नभएर अर्थात् राजनीति ठिक ढङ्गले अगाडि नबढेर सारा समस्या आएको भन्छन् नि, राजनीतिक नेतृत्वलाई दोषारोपण हुन्छ नि। यो कस्तो छ भने स्थिति हाम्रो देशमा चाहिँ नराम्रो कुरो अरूको टाउकामा हालिदिने। हजुर, तपाईँले राजनीति मान्छेलाई गएर सोध्नुभयो भने कोही मान्छे मन्त्री बन्यो, हजुर, तपाईँले अपेक्षित काम गर्न सक्नु भएन, मन्त्री बन्नुभयो, गर्नु भएन भनेर सोध्नुभयो भने कर्मचारीले सहयोगी गर्दैन, हजुर, कामै गर्दैन त्यसले, होइन? त्यसलाई म फायर गर्न पनि सक्दिनँ, त्यसलाई कारबाही गर्न पनि सक्दिनँ, उल्टो सारा चाहिँ मतलब तपाईँ असहयोग गरेर चाहिँ समस्या सिर्जना गर्छ भनेर त्यो मन्त्रीले भन्छ। हजुर, तपाईँले कर्मचारीलाई गएर सोध्नुभयो भने यी नेताहरूले गर्दाखेरि कामै हुन सकेन। हामी त बहुत इमान्दार थियौँ राष्ट्रप्रति, जनताप्रति इमान्दार, हाम्रो तपाईँको नामै राष्ट्र सेवा, होइन? राष्ट्रको सेवा गर्न बहुत इच्छुक छौँ, तर यो राजनीतिक मान्छेले न कुरा बुझ्छन्, न काम गर्न दिन्छन्, खालि बाधा सिर्जना गर्छन्, आफ्नो स्वार्थ मात्रै काम गराउँछन् भनेर कर्मचारीले भन्छ। तपाईँले उद्योगीलाई गएर सोध्नुभयो भने तपाईँले राम्रो उद्योग त चलाउन सक्नु भएन, अब तपाईँ चाहिँ मतलब राम्रो गर्नुहोस् न, किन गर्नु भएन भन्दा राज्यको नीति नै छैन, सबै खतम छ, केही गर्न सकिँदैन, गर्ने स्थिति नै छैन, धेरै पैसा लगानी गऱ्यो भने डुब्ला भन्ने डर, होइन? ढुक्क भएर लगानी गर्न सकिँदैन, कानुनमा स्पष्ट छैन, है? ट्रेड युनियन छैन, हल्ला हुन्छ, के हुन्छ, हडताल हुन्छ आदि इत्यादि भनेर उनले अर्कोको टाउकोमा हाल्छ, होइन? तपाईँले बुद्धिजीवीलाई गएर सोध्नु भने म एकदम राम्रो छु, म ठिक छु र अरू सबै बेठिक हुन्, अरू सबैले गलत गरेका छन् भनेर उसले भन्छ। हाम्रो त एउटा राष्ट्रिय चरित्र कस्तो बनेछ भने दोष जति अरूको थाप्लामा हालिदिने, अरूलाई थुपर्ने र म चाहिँ सफा स्वच्छ छु भनेर ठान्ने यो प्रवृत्ति विकास भएको छ र यो गलत कुरा हो, होइन? हामी राम्रा कुरा हामी सबैसँग छ, त्यो राजनीतिक क्षेत्रमा पनि छ, कर्मचारी तन्त्रमा पनि छ, उद्योगी व्यापारीमा पनि छ, होइन? त्यो बुद्धिजीवीहरूमा छ, त्यो पत्रकारमा, सबै राष्ट्रिय जीवनका, होइन? समाजका सबै हिस्सामा राम्रा कुरा पनि छन् र समाजको सबै हिस्सामा नराम्रा कुराहरू पनि छन्, गलत कुराहरू पनि छन्। र हामीले गर्नु के पर्छ भन्दाखेरि राम्रा कुरालाई स्थापित गर्नुपर्छ, त्यसलाई प्रोत्साहन गर्नुपर्छ र जो नराम्रा कुरा हुन्, बेठिक कुराहरू हुन्, ती कुराहरूलाई चाहिँ तपाईँको छिमल्ने काम गर्नुपर्छ, त्यसलाई रोक्ने काम गर्नुपर्छ र त्यसलाई रिपिट हुन नदिने काम गर्नुपर्छ। यो दिशामा हामी जानुपर्छ। यसो गरियो भने हामीले ठिक बाटो पक्रिन्छौँ, होइन? एकले अर्काको टाउकोमा दोष थोपर्ने हो भने त हिजो पनि थोपरिरहेको थियो, अहिले पनि थोपरिरहेछौँ, भोलि पनि थोपर्छौँ, स्थिति यस्तै रहन्छ। हजुर, समस्याको समाधान हुँदैन। अब नेपालज्यू यहाँले महत्त्वपूर्ण भनाइ राखिदिनु भयो। विशेष गरेर यो सबै कुराको चाहिँ विकास हुनका लागि त सबभन्दा ठुलो कुरा त शिक्षा हो। शिक्षा बिना केही पनि हुँदैन। शिक्षामा पनि त धेरै समस्या देखिन्छ। शिक्षामा के समस्या छन्? नीतिमै यसको परिवर्तन गर्नु आवश्यक छ कि नगरेको हो कि यो चाहिँ पर्याप्त भएर पनि कार्यान्वयन नभएको हो कि? यो शिक्षाका बारेमा पनि थोरै बताइदिनुहोस् न। मैले हेर्दाखेरि संसारमा हामी सम्पन्न देश भनेर भन्छौँ र ती सम्पन्न देश जस्तै हामी हुन चाहन्छौँ। त्यो देशको शैक्षिक स्तर बहुत राम्रो छ, होइन? साक्षरता शिक्षितहरूको दर नै धेरै माथि छ र शिक्षित घटी भएकै कारणले गर्दाखेरि कति मतलब समाजहरू पछाडि परेका छन्। समाज पछाडि परेका कारणले गर्दा शिक्षा पनि पछाडि परेको, यो दुईटै कुरा छ। त्यसो भएको हुनाले शिक्षा धेरै महत्त्वपूर्ण कुरा हो। अब यो केही समयको बिचमा शिक्षामा आम रूपले शिक्षामा राम्रै पनि देखिएको छ। मान्छेहरू स्कुल गएका छन्, मान्छेहरू कलेज गएका छन्, होइन? साक्षरता दर बढेको छ, होइन? शिक्षितहरूको सङ्ख्या पनि बढेको छ। विशेष गरी तपाईँको महिलाहरू चाहिँ कलेज जाने, पढ्ने, शिक्षा आर्जन गर्ने यो राम्रो काम पनि भएको छ। तर यति मात्रै पर्याप्त छैन र शिक्षाको बारेमा एउटा प्रष्ट दृष्टिकोण हामीले बनाउन जरुरत छ। हामीले जस्तो खालको शिक्षा दिइरहेछौँ, अहिले धेरै ठाउँमा चर्चा हुने गरेको छ, हामीले चाहिँ शिक्षित बेरोजगार उत्पादन गर्ने काम गरिरहेका छौँ भनेर मान्छेहरूले भन्ने गर्छन्। हामीलाई आवश्यकता के हो, होइन? हामी अहिले त एसएलसी सायद सकियो क्यारे। अब एसएलसी पास गर्यो त्यो मान्छेले आइए पढ्छ, अनि काम पाउँदैन, त्यसपछि बिए पढ्छ, त्यहाँबाट नि केही पनि पाउँदैन, त्यसपछि एमए पढ्छ, सर्टिफिकेट लिएर आउँछ, गर्ने के भन्दाखेरि केही पनि छैन। अनि त्यो बेरोजगार हुनुपर्ने, अनि त्यो मलेसिया जानुपर्ने, मलेसिया जानुपर्ने, होइन? अब चाहिँ कतार जानुपर्ने, होइन? यस्तो खालको परिस्थिति छ। त्यसले गर्दा मैले देखेको
प्राविधिक शिक्षा दिन जरुरत छ। हामी कृषिको कुरा गरिरहेका छौँ, हामी पशुपालनको कुरा गरिरहेका छौँ, हामी जनस्वास्थ्यको कुरा गरिरहेका छौँ, हामी अहिले आएका नयाँ प्रविधिहरूको कुरा गरिरहेका छौँ। योसँग सम्बन्धित प्राविधिक शिक्षा दिनुपर्दछ। हजुर, मान्छेलाई चाहिँ मतलब त्यहाँबाट निस्किसकेपछि, त्यो इन्स्टिट्युसनबाट निस्किसकेपछि होइन, उसले चाहिँ काम गर्न सक्ने, आफ्नो खुट्टामा उभिन सक्ने त्यस्तो खालको चाहिँ मतलब शिक्षा दिन जरुरत छ। र हामीलाई एउटा उच्च स्तरको बौद्धिक चाहिँ तपाईँको समुदायको जरुरत पनि पर्दछ। योजनाबद्ध ढङ्गले हाम्रो देशमा कुन कुन क्षेत्रका कति इन्जिनियरहरू आवश्यकता हुन् होइन, हाम्रो देशभित्रका इन्जिनियरिङ कलेजहरूले कति इन्जिनियर उत्पादन गर्न सक्दछन् र हामीलाई कति पुग्दैन, र हामीले बाहिर विदेशमा पढ्न कति पठाउनु पर्ने हो, यसको अध्ययन हुनुपर्दछ। र त्यो अनुसार मान्छे उत्पादन गर्नु पर्यो। यो नर्सको हकमा होला, यो चाहिँ तपाईँको मेडिकल डाक्टरको हकमा होला, कृषि विशेषज्ञको हकमा होला, वनको मतलब हकमा होला, वकिलको बारेमा होला, पत्रकार, तमाम क्षेत्रमा हामीसँग नीति हुनुपर्छ। वास्तवमा हामीसँग नीति छैन। हामी चाहिँ अहिले एक ढङ्गले अब अलिक भद्रगोल तरिकाले अगाडि बढेका छौँ। हामीसँग कुनै त्यस्तो व्यवस्थित सोच छैन। त्यसो भएको हुनाले बनाउन जरुरत छ। अब बनाउन जरुरत छ। त्यसले गर्दाखेरि हामीले कति मान्छेलाई चाहिँ तपाईँको कुन स्तरको मतलब के अरे शिक्षा प्राविधिक चाहिँ जनशक्ति तयार गर्ने त्यो बनाउनु पर्यो होइन। उच्च स्तरको भने मध्यम स्तरको उच्च स्तरको कति कस्तो क्षेत्रको जनशक्ति चाहिने हो, हामीलाई कति वकिलको आवश्यकता छ, हामीलाई हाम्रो सन्दर्भमा आज कतिजना चाहिँ तपाईँको कलेजमा युनिभर्सिटीमा पढाउन सक्ने म्यान पावरको जरुरत छ। यसको खोजी हुनु पर्यो नि, भन्नु पर्यो नि। यो अहिले छैन, ओ बढ्दै जाला होइन। कलेज खोल्ने बित्तिकै त्यो बढ्ला, तर हामीले अनुमान गर्न सक्नु पर्यो नि हामीलाई 10 वर्षमा यति चाहिन्छ, 10 वर्षमा यस्तो खालको म्यान पावर चाहिन्छ भन्ने खालको चाहिँ नि मतलब एउटा योजना बनाउनु जरुरत छ। अब मैले के देख्छु भने राज्यले असाध्यै ठुलो पैसा चाहिँ नि बजेट चाहिँ शिक्षा क्षेत्रमा लगानी गरेको छ। मूलत यो चाहिँ नि सरकारी स्कुल होइन, सरकारी कलेज यिनीहरूमा लगानी भएको छ। तर त्यति धेरै पैसा लगानी गर्दाखेरि पनि त्यसको आउटकम, त्यसको चाहिँ परिणाम, त्यसको उपलब्धि चाहिँ त्यो ढङ्गले भएको छ जस्तो देखिएको छैन। त्यसो भएको हुनाले राज्यले आफ्ना इन्स्टिट्युसनहरू, आफ्ना स्कुलहरू, आफ्ना कलेजहरू, आफ्ना विश्वविद्यालयहरूको बारेमा पनि टोटल रिभ्यू गर्न जरुरत छ, त्यसको समीक्षा गर्न जरुरत छ। हजुर, हाम्रो निमन्त्रणा स्वीकार गरेर स्टुडियोसम्म आएर यति महत्त्वपूर्ण भनाइहरू राखिदिनु भयो। हाम्रा श्रोतालाई एउटा अलमलिएको अवस्थाबाट मुक्ति दिलाइदिनु भयो। यसका लागि मेरो तर्फबाट र स्टुडियोको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो अरुण नेपाल, युवा नेता जसको समृद्धि र राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान हुन सक्छ। श्रोताहरू, हामी कार्यक्रमको अन्तिम अवस्थामा आइसक्यौँ र समयले नेटो काटेको सङ्केत मेरा प्राविधिक मित्र लक्ष्मण लम्सालले गरिसक्नु भएको छ। आगामी हप्ता सोमबारसम्मका लागि कार्यक्रम अर्थराजनीतिबाट मलाई बिदा दिनुहोस्। कार्यक्रम अर्थराजनीति सुन्दै गर्नुहोला, प्रतिक्रिया व्यक्त गर्दै गर्नुहोला। अहिलेलाई भने म तपाईँहरूसँग बिदा लिन चाहन्छु। हवस्, धेरै धेरै धन्यवाद। हाम्रो कार्यक्रम सुनिदिनु भयो, त्यसका लागि तपाईँसँग म आभार व्यक्त गर्न चाहन्छु। गोरखा FM 93 मेगाहर्ट्ज